हेलो गाइस, अनि के छ खबर है? आज धेरै दिन पछाडि भ्लग बनाए अनि आज चाहिँ हामी तीनजना, एक दुई अनि म तीनजना जाँदैछौँ आसाम होइन घुम्नको लागि। एक्जाम हिजो सकिएको थियो त्यही भएर। अनि अर्जुन अनि म जाँदैछौँ क्या। अनि त्यही हो, सबै देखाउँछु तपाईँहरूलाई। ट्रेनमा जाँदैछौँ होइन। अब कुन क्लास जनरलमा जाने थोरै बाटो छ नि त, त्यही भएर 5 घन्टा कति घन्टाको। अनि हामी तीनजना जाँदैछौँ। अनि अहिलेको लागि भाइ। अनि त्यहाँ गएर कहाँ कहाँ जान्छौँ हामी घुम्न है, सबै देखाउँछु तपाईँहरूलाई। अहिलेको लागि चाहिँ भाइ हामी दोकान जान आँटेको छौँ होइन। यता दिपेन्द्रसित आन्टीहरू किन्न भन्नाले त एउटा मिठा मुल्दो टाइपको हुन्छ क्या आन्टी भन्ने हो, त किन्न जान आँटेको अहिलेको लागि चाहिँ भाइ। यो चाहिँ आन्टी लिएर बाइक अनि दिपेन्द्रकोमै हुलेर होइन आइसकेको छौँ। अब घरतिर जाने अनि घरमा खानासाना खाएर निक्लिने, उसकै गाडीमा जाने क्या, उसकै हजुरबाको गाडीमा जाने कारमा। अनि हामीले आन्टी चाहिँ यत्रो ल्याएको छौँ हेर्नुहुन्छ। राम्रो एङ्गलबाट देखाइ मान्छेले आन्टीले यत्रो ल्याएको छ क्या। यो त ट्रेनमै सकिन्छ होला यत्रो त। अनि यता चाहिँ दिपेन्द्रको चाहिँ यस्तो ल्याएको छ। म सुपारीहरू खाँदिनँ नि त, त्यही भएर पापाले नि देख्यो। ल भाइ हामी गएको गोलुदा टाइममा भात दिनु है। हामी चाहिँ गएको अब। छिटो छिटो लाउ केटा, उता आइसक्नु भयो अरे उसको हजुरबा काटेर। ल गोलु भाइ अब आएपछि के गर्ने, यत्रो दिन नदेखिपछि। अब हामीले सामान राखिसक्यौँ, अब भित्र गएर बस्ने है, तीनजना सँगै बस्ने। पापा पनि आउँदैन उतासम्म छोड्नको लागि। चाहिँ हिँडिसक्यौँ हामी सबैजना। म होइन भन्दिनँ फेरि लाग्छ भन्दैछ। यो 4500 5000 लाग्ने होइन त्यो त अब कम्प्युटराइज गरेर। हामी हल्का रेस्ट गरेको छौँ होइन, कार यहाँ राखेर हल्का हावा खान आएको छौँ क्या। हल्का अझै कति आधी घन्टा जति लाग्छ जानको लागि होइन। त्यही भएर अब एकछिन रेस्ट गरेर जाने। हामी हिँड्न चाहिँ आँटेको छौँ होइन, बाहिर चाहिँ चाहिँदैन यति भए हुन्छ। ड्राइभरलाई पापा त्यो उता पैसा सार्न जानुभएको छ। हामीको जस्तो जाने चाहिँ हामी तीनजना मात्रै हो। यहाँ चाहिँ पुऱ्याउन आउनुभएको हामीलाई। हजारको 10 अहिले पैसा आउँदैन पारिबाट भन्छ भोट लाग्यो। हजारको त 10 रुपियाँ अहिले पैसै छैन नि त। जम्मै मारवाडीले हुन्डीबाट लग्यो नि त पैसा। हामी इन्डिया आइपुगिसकेको छौँ होइन। यहाँ हेर्नु वेस्ट बङ्गाल पनि लेखिरहेको छ होइन। अब सबै सबै आइसकेको छौँ होइन। अनि अब जाने हामीहरू, अब स्टेसन जाने बसमा चढेर। हामी बसमा चढिसकेको छौँ होइन। यहाँ बसमा चढिसकेको छौँ। अब जाने रेलवे स्टेसन। अनि भेटौँला अहिले भाइ। अब चाहिँ हामी स्टेसन आइसकेको छौँ होइन। अब टिकट काट्ने ओर्ने अनि जाने। यस्तो छ, कस्तो ब्लर आएको है। अब यहाँ चाहिँ स्टेसन है, टिकटहरू काट्ने गर्ने अनि आउने। यतातिर फेरि खाजासाजा खानु पऱ्यो नि त। हामी आइसकेको छौँ होइन। उनीहरू टिकट काट्न गएँ अनि हामी चाहिँ आइसकेको छौँ। मैले स्टेसन हेर्नु सबै ट्र्याकहरू छ। अनि यहाँ अब कुन हाम्रो ट्रेन अब थाहा छैन अहिले चाहिँ, अब कतिखेर आउँछ। अब त्यही हो, एउटा ट्रेन आउँदै रहेछ। यस्तो छ है ट्रेन स्टेसन। त मुनिपट्टि छ होइन स्टेसनहरू, उहाँ बस्नुपर्छ हामीहरू, उहाँ पर है। यस्तोमा बस्नुपर्छ, यस्तोमा पर ब्लर आउँछ। क्यामेरा राम्रो छैन, आइफोन नलिएको छु। अर्जुनको फोनले बनाउँदैछ। यहाँ के दिँदैछ ल, ल्याउ न त। त्यही हो, एकछिन देखाउँछु तपाईँलाई भाइ। हामी सबैतिर बसिसक्यो होइन। यहाँ यो ट्रेन स्टेसन पनि आइसकेको थियौँ। अनि यहाँ तीनजना है, यो सिट पायौँ, माथि पनि छ सिट है। यहाँ हेर्नु कस्तो राम्रो पनि रहेछ है स्टेसन। ल अहिलेको लागि चाहिँ भाइ अहिले भरे भेट्नुलाई। पापा उत्रिनुहुन्छ, हामी मात्रै हुन्छौँ। रोटी सब्जी खाइरहेको थियौँ होइन अघिदेखि। अनि अहिले त ट्रेन पनि चढिसक्यो है। यसरी ट्रेन पनि चढिसक्यो। हामी चाहिँ ठ्याक्कै खुट्टाको छेउमा छौँ क्या, ठ्याक्कै झ्यालको छेउमा क्या। अनि अर्जुन, दिपेन्द्र र म यहाँ मस्त। फेरि किन रोको ट्रेन थाहा भएन होइन। चेन कसैले खिच्यो होला। अहिले ऊ पनि खाइरहेको छ, मैले चाहिँ भर्खर खाइसकेँ क्या। ल अहिले बाई, अहिले भरे भेटौँला। अहिले बाई, भरे भेटौँला। त्यो पुरा ट्रेनले स्पिड पकाउन थालिसक्यो है, पुरा स्पिड पकाउन थालिसक्यो। अनि अहिले चाहिँ अर्जुन म यहाँ सँगै बसिरहेको थियौँ। दिपेन्द्र एक्लै बसिरहेको छ। ऊ नयाँ फर्स्ट टाइम चढेको हो नि त, त्यही भएर होइन दिपेन्द्र। कस्तो भइरहेको छ अर्जुनलाई? अब के आउँछ खानेकुरा थाहा भएन कि। उपर अघि 4टा रोटी खाएको, म त 5वटा खाएँ। रोटी खाएँ, यसले पनि 5वटा खायो होला। यसले पनि 5वटा खायो। सबैले चराहरू जुवा खेल्दैछ त्यहाँ।
कत्रो भन क्या अब हेरौँ के हुन्छ होइन सबै देखाउँछु तपाईँहरूलाई बनिराख्नु ब्लगमा भाइ ट्रेन क्रसिङ गर्दैछ होइन फर्स्ट ओभर ट्र्याक होइन हाम्रो ट्रेनको एउटा ट्रेनको क्रसिङ गर्दैछ फर्स्ट ओभर ट्र्याक होइन अनि यहाँ दिपेन्द्र पनि मस्त हेरिरहेको छ अनि हामी पनि मस्त हेरिरहेको छौँ भर्खर स्टार्ट भएको यो ट्रेन अनि त्यही भएर अहिले हाम्रो ट्रेन पहिलो स्टेसनमा आइसकेको छ होइन अनि म चाहिँ यहाँ केही लिन गएको है ये कितने का है भैया ये कितने का है 40 का एक दे दीजिए ना छुट्टे और यहाँ अंडा पनि पाइँदो रहेछ है 40 रुपियाँ अरे एउटालाई भाइ जल्दी दे दीजिए ना यहाँ अर्जुनहरूले चाहिँ चटपटे लिएछ अनि मैले चाहिँ यो लिएँ क्या मिठो लाग्छ क्या मलाई यहाँ स्टेसनमा यस्तो पाइन्छ क्या उहाँ पाइरहेको छ त्यहीँबाट लिएको नजारा देखो नजारा हेर्नुहोस् कस्तो बवाल छ पाहाडको बाटोबाट जाँदैछु मैले हामी है हेर न यिनीहरू चाहिँ चटपटे खाएको मेरो पनि लिइसक्यो यिनीहरू पनि खाँदैछ टनलमा रोकेको छैन हाम्रो गाडी किन हो यस्तो टनलमा रोकेको छ यता हेर्नु होला टनलमा रोकेको होइन अँध्यारो सबैतिर अँध्यारो है यो मैले लाइट बालेर मात्रै यस्तो भएको है अँध्यारो भइरहेको छ सबैतिर हेर्नुहुन्छ लाइट अफ गर्दा ए लाइट अफ गर्दा अँध्यारो भइरहेको छ यता बत्तीहरू बालेको छ त्यही भएर यस्तो देखेको हामी खोइ कुन स्टेसनमा छौँ होइन मेरो र उसको चाहिँ चप्पल छ उसको अर्जुनको चाहिँ छैन क्या त्यही भएर होइन खाली खुट्टा हिँड्दैछ कता हिँड्दैछ अब खोइ कुन स्टेसनमा छ 1 बजेर 1:30 भएछ भर्खर अहिले भेटौँला ल पाएँ ट्रेन आउँदैछ है यहाँबाट परबाट हेर्नु त देख्नुभयो पर्छ अब यो ट्रेन कुन हो डिब्रुगढ जाने मालगाडी रहेछ है मालगाडी यहाँ भर्खर यो भैयाको मोबाइल चोरी भएछ क्या यो भैयाको मोबाइल चोरी भएछ क्या यहाँ त हेर्दैन दिपेन्द्र मस्त सुतिरहेको छ म पनि यहाँ सुत्न आँटेको क्या मस्त यसरी यहाँ अहिले माथि बसिरहेको छु यसरी माथि बसिरहेको छु मस्त सुतिरहेको छु उयो भैयाको मोबाइल चोरी भयो भन्दा मैले छक्क परेँ क्या कसले चोरो अब थाहा छैन अब हामीलाई ल अहिलेको लागि चाहिँ भाइ हामी चाहिँ अब अर्को स्टेसन आइपुग्न आँट्यौँ होइन कुन स्टेसन थाहा छैन यत्रो लामो ट्रेन छ होइन स्टेसन आइपुग्न आँट्यौँ र अहिलेको लागि चाहिँ भाइ दोकान खोज्न हिँडेको दोकानै भेटेनौँ क्या अब हामीले अब के गर्ने यस्तै छ यतासम्म दोकानै रहेन रहेछ अब फेरि हाम्रो आफ्नो डिब्बामा जाँदैछौँ है कस्तो दोकानै कहीँ नभएको यार स्टेसनमा त दोकान हुनुपर्ने भर्खर नयाँ बनाएको रहेछ क्या स्टेसन त्यही भएर यस्तो भएको अर्जुन पनि पुरै सुतिरहेछ होइन अनि दिपेन्द्र पनि अल्छी लगाएर बसिरहेछ अहिले ट्रेन पनि राम्रै चलिरहेछ होइन अहिले चाहिँ स्टेसन आउन आँट्यो त्यही भएर रोकिएको होला खाने आउँदैछ होइन अब त्यो खानु पऱ्यो नि होइन 30 रुपियाँ एउटाको 30 रुपियाँ भनेर यतिको लागि बरु हाम्रो नेपालको बस स्ट्यान्डमा 10 रुपियाँ पाइन्छ होला यार एउटाको 30 अरे क्या दिपेन्द्र छक्क परिरहेछ केटा यस्तो अल्छी लागिसक्यो होइन यो ट्रेन पनि साह्रो बिस्तारीको जग्गा कति घन्टा रेट भइसक्यो यार जङ्गलको बाटो जाँदैछ कि त्यही भएर बिस्तारै कुदेको क्या यस्तो अल्छी लागिसक्यो अनि दिपेन्द्र माथि सुतिरहेको छ अनि म त्यहाँ मस्त बसिरहेको छु यो चाहिँ हाम्रो ट्रेन होइन एउटा स्टेसनमा उत्रिसकेको छ 16:24 भयो होइन अनि अब यहाँ केही किनौँ भनेको केही किन्नु होइन किन्न पनि यहाँ आयो दिपेन्द्र राम्रो ठुलो उयो छ रेलवे स्टेसन छ होइन होइन दिपेन्द्र के किन्यौँ जाउँ त उता रोटी सब्जी किनेको छु भने यो भैयाकोबाट 5वटा रोटी दिएछ 50 रुपियाँ लियो होइन यस्तो स्पिड ट्रेन कुद्दैछ होइन आम्मामो यत्रो स्पिड ट्रेन कुद्दैछ अनि भ्यू हेर्दै खाने कस्तो मजा छ यो अघि स्टार्ट गरिसकेर नि त ल आजको लागि यति नै होइन अहिलेको लागि चाहिँ बाई बाई अब म होटेलमा गएर के गर्छु आसाममा गएर के गर्छु तपाईँहरूलाई सबै देखाउँछु अहिलेको लागि चाहिँ बाई सी यू टुमारो गाइज